च्यानल। अन्त अहिले परिचयमा चाहिँ के भन्छ सरदार थाना जाँदैछ होइन। सरदार थाना चाहिँ किन गएको भन्दाखेरि चाहिँ नि जिडी गर्नु स्क्याम भएको चाहिँ मलाई चाहिँ अनलाइन स्क्याम भएको छ हो। त्यो चाहिँ लाइक मलाई चाहिँ त्यो ब्ल्याकमेलहरू गरेर यस्तो पैसा माग्दैछ, त्यही भएर जिटी गर्नु चाहिँ गएको हो। किनभने यहाँ तादुङ थानामा गएको थियो, त्यहाँ गयो भने चाहिँ उनीहरूको ड्रेस मेसिन छैन अरे, त्यही भएर चाहिँ माथि सरदार जानु अरे, त्यही भएर सरदारमा गएर चाहिँ अब यसको उयो हुन्छ कतिको चाहिँ यसले लोन निकालेको साँच्ची गाइज हामी त्यसकै लागि गएको जिस्केको कि साँच्चीमै A4 सिट पनि बोकिरहेको छ लेटर लेख्नु लागि हो एप्लिकेसन। साँच्ची नै त्यो यसले लोन निकालेको पैसा पे गरिसकेर पनि अझै नराम्रो अब त्यो फोटोहरू त्यस्तोहरू बनाएर हुन्छ नि, त्यस्तो गरेर तपाईँहरू पनि बी केयरफुल। अनलाइन उयो पैसाहरू ननिकाल्नुहोस्, गेम नखेल्नुहोस्, मोनोपोली नखेल्नुहोस्, मोनोपोली नखेल्नुहोस्, क्रेजी टाइम नखेल्नुहोस्। उही खेल चाहिँ भएको चाहिँ होइन साँच्ची जिस्केको होइन, त्यो चाहिँ यसलाई स्क्यान भएको है। सरदार थाना देखाइदिन्छु तपाईँलाई लगाइस। टिस्टा चाहिँ यहाँ छ, यसलाई स्क्याम भएको है सरदार थाना है, यसलाई भएको स्क्याम भित्र जाँदैछ। अब चाहिँ गाइस अहिले के भन्छ पहिले भेटौँ ल। यहाँ चाहिँ लेटर लेख्ने सिन हुँदैछ है प्रतिष्ठाको। यता हेर्दा दुःख पाएँ यसले, ठिक पऱ्यो। र गाइज हामी चाहिँ अब थानाबाट निस्किसक्यो। म भन्छु नि गाइज हामी चाहिँ थाना, म भन्छु नि रत्तालेको देखि गाइज हामी चाहिँ थानाबाट निस्किसक्यो होइन, रिपोर्टहरू गरिसकेको छ हो। तपाईँहरू पनि यस्तो उयो नगर्नुहोस्, धेरै केसेसहरू आएको रहेछ यस्तो होइन। अन्त कुनै अनलाइन एपमा चाहिँ ज्यादा उयो गर्नुहुँदैन रहेछ है, विश्वास गर्नुहुँदैन रहेछ, यस्तो त पुरा आएको छ अरे हो। अन्त चाहिँ यसको के भन्छ हामीले रिपोर्ट उयो गरेर पनि तपाईँहरूलाई म यो भिडियो अब हाल्छु होइन। अन्त चाहिँ गाइस हो तपाईँहरू पनि यस्तो काम चाहिँ नगर्नुहोस् होला होइन। अन्त म चाहिँ के भन्छु भने तपाईँहरूलाई सबैजनालाई एउटा अब यो भिडियो मार्फत चाहिँ तपाईँहरूलाई पनि एउटा जानकारी छोड्दैछु हो। गाइज आई गट स्क्याम होइन, प्लिज तपाईँहरू पनि बी अवेर अफ दिस हो। अब म त फसिहालेँ हो, तपाईँहरू पनि तपाईँहरू फस्नुभन्दा अगाडि चाहिँ त्यो गर्नु। मेरो चाहिँ कुन चाहिँ एपबाट भन्दा क्यास भिभिटी भने त्यो एपबाट इभन मेरो चाहिँ के भएको थियो भन्दाखेरि चाहिँ मैले चाहिँ प्रोसेस गरेको थिएँ होइन, प्रोसेस गर्दाखेरि पनि त्यो भएको थियो, प्रोसेसै भएको थिएन तर मेरो अकाउन्टमा आफै पस्यो पैसा। गरेको 2 दिन बाद चाहिँ पैसा पस्यो होइन, आफै पैसा पस्यो, त्यो पनि बेसी अमाउन्ट पनि होइन। यहाँको थानाको पुलिसहरू पनि त्यत्रो 1700 त मलाई दिइहाल्थ्यो नि भने पुरा मेरो नम्बर राखिराख्नु कि मलाई म दिन्छु नि हेर मलाई त। अन्त त्यहाँदेखिको 1700ले गर्दाखेरि चाहिँ त्यस्तो भयो हो। अन्त होइन मैले त मेरो त त्यो प्रोसेस पनि भएको थिएन गाइस, प्रोसेस पनि भएको थिएन तर पनि अब मेरो डिटेल्स अलिकति मैले त्यो उयो मात्रै गरेर हालेको थिएँ तर पनि डल्लै दे ह्याक माई फोन भनौँ न। अब डल्लै मेरो फोनमा जे छ सबै उनीहरूले ह्याक गरेर चाहिँ उनीहरूले मलाई त्यो पठायो, कन्ट्याक्ट नम्बरहरू मेरो पठायो र यो भएको जति सबैलाई चाहिँ उयो गर्छु भन्दै भन्यो। मेरोमा चाहिँ इभन अब हाम्रो अब एरियाको एमएलएको नम्बरहरू थियो। सोच्छु त अब एरियाको एमएलएहरूलाई त्यसरी पठाइदियो भने कस्तो शरमको कुरा हो होइन। त्यो पनि ओपर नेकेड छ, फोटो ओपरै नेकेड, अन्त मेरो फेस हालेको छ। त्यो पनि अब हुनु त त्यस्तो रियल त दिएको छैन, अब चिन्नेले त चिन्छ तर पनि अब ब्ल्याक एन्ड व्हाइट बनाइदिएको छ त्यो फोटोलाई चाहिँ हो। ब्ल्याक एन्ड व्हाइट बनाएकोले गर्दाखेरि चाहिँ त्यो चाहिँ अब इट्स लुक रियल भनौँ न है। त्यही कारणले गर्दाखेरि चाहिँ भन्दा अब चाहिँ एकदम अवेर बस्नुहोस् होला, लोनहरू एपबाट नगर्नुहोस् हो तपाईँहरूलाई हामी त्यही भन्न चाहन्छु। अन्त चाहिँ के भन्छ यस्तो कामहरू चाहिँ कसैले पनि नगर्नुहोस्। तपाईँहरूलाई मैले भिडियो गरेको कारण चाहिँ तपाईँहरू पनि एकदम अवेर होस् होइन। अन्त मैले यो भ्लग बनाएको, मेरो साथी एकदम टेन्सनमा थियो हो, हामी दुईजना आएर पनि रिपोर्ट दर्ज गरिसकेको छौँ। अन्त अब चाहिँ एकदम अलिकति भए पनि भुक्कै भयो तर पनि अब प्रतिष्ठाको त्यस्तो नराम्रो भिडियोहरू त्यस्तो केही आयो भने चाहिँ त्यो एकदमै पुरै एडिट गरेर फेक बनाएर हालिदिन्छ होइन। तपाईँहरूले पनि धेरैभन्दा धेरै यो भिडियो सेयर गरिदिनुहोस् होइन, अरूको पनि कास नहोस् होइन, ताकि यस्तो होइन अरूले पनि दुःख नपाओस्। दुःख त अब हामी किनभने अब यस्तो हुन्छ नि कतिजना चाहिँ यो कुराबाट डराएर सुसाइडहरू गर्छ होइन, तर अब यो कुरा मलाई मात्रै भएको होइन अरूलाई पनि हुँदैछ हुन्छ नि, डराउनु हुँदैन यो कुरामा चाहिँ। अगाडि आएर बोल्दैन नि तबसम्म चाहिँ नि अब
स्क्याम भइबस्छ हुन्छ नि किनभने सबैलाई अब किनभने अब यो भिडियोमा बोलेको कारण चाहिँ के हो भन्दाखेरि चाहिँ भोलिको दिनमा एउटा अवेरनेस हुन्छ नि अब एउटा यसलाई त भइहाल्यो मलाई त भयो अब तपाईँहरूलाई नहोस् हुन्छ नि अब अलिकति भए पनि बी अलर्ट हुन्छ नि अब लोन चाहियो भने चाहिँ इफ यु गाइज वान्ट लोन देन प्लिज एकदम ब्याङ्कै प्रिफर गर्नु जति सक्दो चाहिँ यो एपहरू चाहिँ प्रिफर नगर्नु नै भन्छु म चाहिँ हो भरिको खानी चाहिँ यस्तै छ हो अन्त हामी यही कारण चाहिँ सर्ट गएको थियो हो अब चाहिँ घर गएको हो हामी अन्त चाहिँ तपाईँहरू पनि लोन नलिनुहोस् ल हाम्रो यही अब यही कुरालाई चाहिँ तपाईँहरूलाई नै उयो गर्नुको लागि चाहिँ हामीले भिडियो बनाएको गाइस धेरैभन्दा धेरै सेयर गरिदिनुहोस् त्यस्तो नराम्रो भिडियोहरू केही आयो भने चाहिँ तपाईँहरूले एकदमै अब तपाईँहरूले हामीलाई कन्ट्याक्ट गरेर हाम्रो म प्रतिष्ठाको पनि इन्स्टाग्राम होइन फेसबुकको नामहरू त्यो ट्याग गरेर हाल्छु त्यसलाई तपाईँले मेसेज या के गरेर भनिदिनु सक्नुहुन्छ है गाइस त्यहीको लागि चाहिँ भनेको तपाईँहरू चाहिँ लोन नलिनुहोस् ल बाई गाइस